कल्पना गर्नुहोस् त एउटा यस्तो रहस्यमय किताब पढ्दै हुनुहुन्छ जसको पहिलो पानामै अन्तिम अध्यायको पुरै सस्पेन्स र मास्टर प्लान लुकाइएको छ। सामान्यतया हामीलाई लाग्छ कि सुरुवात सधैँ सफा सरल र सिधा हुन्छ हैन, अनि कथा बिस्तारै जटिल बन्दै जान्छ। हो नि, धेरै मानिसहरूलाई ठ्याक्कै त्यस्तै लाग्छ, विशेष गरी उत्पत्तिको पुस्तक वा जेनेसिसको कुरा गर्दा। एकदम, धेरैलाई लाग्छ यो केवल संसार कसरी बन्यो, जनावरहरू कसरी आए र खै पहिलो मानिसले कसरी गल्ती गर्यो भन्ने एउटा पुरानो ऐतिहासिक डायरी मात्र हो। तर आज हाम्रो यस गहिरो अध्ययनमा हामी सबै कुरालाई अर्कै कोणबाट हेर्दैछौँ। हाम्रो मिसन भनेको केवल एउटा पुरानो कथाको वाचन गर्नु पटक्कै होइन। यो त धेरै नै परको कुरा हो। यो अध्ययन त सृष्टिको पहिलो सासदेखि नै कसरी एउटा विशाल, भनौँ न, अचम्मको उद्धारको योजना लुकाएर राखिएको थियो भन्ने कुराको खोजी हो। ठिक छ, यसलाई केलाएर हेरौँ। एकदम सही भन्नुभयो। उत्पत्तिको पुस्तकलाई धेरैले केवल ब्रह्माण्डको भौतिक निर्माण वा सृष्टि कसै भयो भन्ने विज्ञानको नजरबाट मात्र हेर्ने गर्छन्। तर जब हामी गहिरिएर प्राचीन हिब्रू दृष्टिकोण र त्यस समयको सांस्कृतिक सन्दर्भमा डुब्छौँ नि, हामीले अर्कै संसार भेटाउँछौँ। अर्कै संसार भन्नाले? मतलब यसले परमेश्वरको चरित्र, मानव जातिको वास्तविक पहिचान र छुटकाराको समग्र चित्र प्रस्तुत गर्छ। प्राचीन मानिसहरूको लागि यो केवल के भयो भन्ने कुरा थिएन नि त, यो त किन भयो र यसले समग्र मानव अस्तित्वलाई कसरी अर्थ दिन्छ भन्ने कुराको मुख्य जग थियो। यो जगको कुरा गर्दा मलाई एउटा कुराले सधैँ चकित पार्छ है। सृष्टि केवल ताराहरू, ग्रहहरू वा ब्रह्माण्डको निर्माण मात्र थिएन। यो त येशू ख्रिस्टले भविष्यमा आफू आउनको लागि तयार पारेको एउटा भौतिक मञ्च जस्तो पो थियो त। साँच्चै नै त्यो एउटा मञ्च नै थियो। अलिकति गहिरिएर सोच्ने हो भने उहाँले सुरुवातमै त्यो हावा बनाउनुभयो जुन उहाँको मानव फोक्सोले पछि फेर्ने थियो। उहाँले त्यो माटो बनाउनुभयो जसमा उहाँ पछि हिँड्नुहुने थियो। अझ भन्नुपर्दा उहाँले त्यो रुखको बिउ पनि रोप्नुभयो जसमा उहाँ पछि क्रुसमा झुन्डिनुहुने थियो। यो त वाउ, साँच्ची नै आङ सिरिङ हुने कुरा होइन र? यो एकदमै गहिरो र हृदयस्पर्शी सत्य हो। हेर्नुहोस्, परमेश्वरले ब्रह्माण्डलाई अस्तित्वमा ल्याउँदा उहाँले एउटा यस्तो संसार निर्माण गर्दै हुनुहुन्थ्यो जहाँ उहाँ आफै रगत र मासुसहित प्रवेश गर्न सकोस्। र त्यहाँ एउटा विशेष ठाउँ थियो, एदेनको बगैँचा। गार्डन अफ इडेन हो। अब यहाँनिर हामीले प्राचीन निकट पूर्वको सन्दर्भलाई बुझ्न जरुरी छ। त्यो समयको हिब्रू संस्कृतिलाई हेर्ने हो भने त्यो बगैँचा केवल फलफूल र रुख बिरुवा हुर्काउने ठाउँ मात्र थिएन क्या, यो त एउटा मन्दिर जस्तै थियो। पक्नुस् है, मलाई यहाँ अलिकति अलमल भयो। हामीले सधैँ सुनेको त आदम र हवाले बगैँचामा फलफूल गोडमेल गर्थे, जनावरको नाम राख्थे भन्ने पो हो त? साधारणतया मान्छेले त्यसरी नै बुझ्छन्। उनीहरूलाई हामीले पहिलो मालीको रूपमा मात्र सोचेका थियौँ नि त। तर तपाईले यसलाई मन्दिर भन्दै हुनुहुन्छ। प्राचीन मानिसहरूले एउटा बगैँचालाई कसरी मन्दिरको रूपमा देख्थे त? मलाई यसको पछाडिको तर्क अलिकति बुझाउनुस् त। यो एकदमै जायज प्रश्न हो। आजको आधुनिक सोचमा मन्दिर भनेको खै ढुङ्गा वा सिमेन्टले बनेको भवन हो, होइन? तर प्राचीन हिब्रू सोचमा मन्दिर भनेको त्यो ठाउँ हो जहाँ स्वर्ग र पृथ्वीको मिलन हुन्छ। हे, स्वर्ग र पृथ्वीको भेट हुने बिन्दु? ठ्याक्कै, जहाँ परमेश्वरको वासस्थान र मानिसको वासस्थान एकै ठाउँमा हुन्छ। एदेनको बगैँचामा परमेश्वर मानिससँगै हिँड्नुहुन्थ्यो, कुराकानी गर्नुहुन्थ्यो। त्यो परमेश्वरको उपस्थितिको केन्द्र थियो। अनि आदम र हव्वाको कुरा गर्दा प्राचीन राजाहरूले आफूले जितेको वा शासन गरेको राज्यमा आफ्नो स्वरूप वा मूर्ति स्थापना गर्थे नि। आफू त्यहाँ नभए पनि आफ्नो अधिकार देखाउनको लागि, होइन? हो नि, जसले त्यहाँ राजाको अधिकार छ भन्ने जनाउँथ्यो। परमेश्वरले माटो वा ढुङ्गाको मूर्ति होइन, तर आदम र हव्वालाई आफ्नो स्वरूप वा भनौँ जीवित प्रतिनिधिको रूपमा त्यो बगैँचा रूपी मन्दिरमा राख्नुभयो। उनीहरू जीवित मूर्तिहरू थिए। ओहो, यसको मतलब उनीहरूको काम केवल झारपात उखेल्नु थिएन? पटक्कै होइन। उनीहरूको काम परमेश्वरको उपस्थितिको आनन्द लिनु र त्यो बगैँचाको सिमानालाई बिस्तारै विस्तार गर्नु थियो। वाउ! उनीहरूलाई एउटा पवित्र मिसन दिएको थियो, सम्पूर्ण असीमित पृथ्वीलाई एउटा विशाल बगैँचा रूपी मन्दिरमा परिणत गर्ने, जहाँ मानव र ईश्वर सँगै आम्ने सामने रहन सकुन्। संसारभरि परमेश्वरको स्वरूप फैलाउनु उनीहरूको मुख्य उद्देश्य थियो।
यो सुन्दा मलाई एउटा कुरा याद आयो। यो त एउटा यस्तो मास्टर आर्किटेक्ट जस्तै हो जसले घर बनाउँदा कुन कोठामा आगो लाग्छ भनेर पहिले नै थाहा पाएर भित्तामै फायर एक्सटिङ्ग्विशर्स जडान गरेर राखेको हुन्छ। क्या गजबको उपमा हो, एकदम त्यस्तै हो। परमेश्वरलाई पहिल्यै थाहा थियो कि मानिसले गल्ती गर्नेछ र यो मन्दिर भत्किनेछ, त्यसैले सृष्टिको सुरुवातमै त्यो पहिलो अध्यायमै उहाँले उद्धारको योजना पनि सँगै बुन्नु भएको थियो नि त। कस्तो सान्दर्भिक कुरा! साँच्ची नै परमेश्वरले पहिलो शब्द बोल्दा नै अन्तिम उद्धारको प्रतिज्ञा पनि गरिसक्नु भएको थियो। तर त्यो फायर एक्सटिङ्ग्विशर वा के रे उद्धारको आवश्यकता किन पर्यो भन्ने कुरा बुझ्न हामीले विद्रोह र पतनको कथालाई अलि नजिकबाट हेर्नुपर्छ। पक्कै पनि। आदम र हव्वालाई सम्पूर्ण पृथ्वीमा परमेश्वरको स्वरूप विस्तार गर्ने जिम्मा दिइएको थियो, तर उनीहरूले ठ्याक्कै उल्टो काम गरे। हो, उनीहरूले त्यो बगैँचालाई विस्तार गर्नुको सट्टा त्यसलाई आफ्नै मुठ्ठीमा राख्ने वा जित्ने प्रयास गरे। परमेश्वरको स्वरूप फैलाउनुको सट्टा उनीहरूले आफ्नै प्रमुखता र अहङ्कार खोजे नि त। एकदम सही। ताको ठाउँमा डरले बास गर्यो। उनीहरू आफै पातरुले शरीर ढाकेर लुक्न थाले। अनि यहीँनिर हामी मृत्युको वास्तविक अर्थ बुझ्छौँ। अक्सर हामी मृत्युलाई केवल सास रोकिनु वा मुटुको धड्कन बन्द हुनुको रूपमा मात्र लिन्छौँ नि। शारीरिक मृत्यु मात्र। तर धर्मशास्त्रीय दृष्टिकोणबाट हेर्दा सबैभन्दा भयानक मृत्यु भनेको जीवनको लेखकबाट अलग हुनु हो। उनीहरूले त्यो असल र खराबको ज्ञान दिने रुखको फल खाएर आफ्नो कार्यबाट केही महान कुरा पाउने सोचेका थिए, तर उनीहरूले केवल मृत्यु कमाए। उफ, कति दुःखद। शारीरिक मृत्यु त बिस्तारै आयो, तर तत्कालै उनीहरूले उद्देश्यको मृत्यु र निर्दोषपनको मृत्यु भोगे। उनीहरू जीवनको स्रोतबाटै काटिए। यहाँनिर कुरा साँच्चै रोचक बन्छ। म सधैँ यो कुरा सोचेर हैरान हुन्छु कि जब उनीहरूसँग पहिल्यै पूर्णता थियो, परमेश्वरको सामिप्यता थियो, बगैँचा जस्तो सुन्दर स्वर्ग थियो, तब किन उनीहरूले त्यो नक्कली कुराको खोजी गरे? के मानव स्वभावले नै आफैलाई ईश्वर ठान्ने भूल गर्छ त? यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ मानव स्वायत्तता वा अटोनोमीको चाहनाको बारेमा। आदम र हव्वाले असल र खराबको ज्ञान दिने रुखको फल खानुको अर्थ केवल एउटा नियम तोड्नु वा एउटा प्रतिबन्धित स्याउ खानु मात्र थिएन। त्यो त एउटा विद्रोह थियो। हो नि, यो त परमेश्वरको अधिकारलाई अस्वीकार गरेर अब उपरान्त म आफै मेरो जीवनको ईश्वर बन्नेछु, म आफै मेरो लागि के सही र के गलत भनेर निर्णय गर्नेछु भन्ने एउटा ठूलो उद्घोष थियो। जीवन दिने स्रोतबाटै अलग भएर जीवन खोज्नु भनेको मानव जातिको सबैभन्दा ठूलो भ्रम हो। यो त अक्सिजनको सिलिन्डर फुकालेर म अझ गहिरो सास फेर्छु भनेर समुद्रको पिन्दमा जानु जस्तै हो नि। यो त सरासर मूर्खता हो। तर यति ठूलो गल्ती र पतन हुँदा पनि एउटा अचम्मको कुरा देखिन्छ, परमेश्वरको योजना रोकिएन। रोकिएन। उहाँले मानिसलाई त्यत्तिकै छोडिदिनु भएन। मानिसले गर्न सक्ने सबैभन्दा खराब कामबाट पनि परमेश्वरले सबैभन्दा राम्रो कुरा निकाल्न सक्नुहुन्छ भन्ने ग्यारेन्टी उहाँले त्यही बगैँचामै दिनुभयो नि। उहाँले एउटा नयाँ सन्तान वा नयाँ आदमको प्रतिज्ञा गर्नुभयो, जसले सर्पको शिर कुल्चिनेछ र मृत्युको श्रापलाई जित्नेछ। हो, उत्पत्ति 3:15 मा दिएको त्यो प्रतिज्ञा ऐतिहासिक रूपमै बाइबलकै सबैभन्दा पहिलो सुसमाचार वा प्रोटो इभान्जेलियम मानिन्छ। प्रोटो इभान्जेलियम, हजुर। एउटी स्त्रीको सन्तानले त्यो दुष्टतालाई कुल्चिनेछ भन्ने ग्यारेन्टी। तर त्यसपछिको कथा झन अचम्मको छ नि। यो प्रतिज्ञा बोक्ने वंशावली जसले त्यो नयाँ सन्तान ल्याउनु पर्ने थियो, त्यो कस्तो थियो भनेर हेर्दा जो कोही पनि छक्क पर्छ। हो नि, यो वंशावली त झन भद्रगोल छ। आदम र हव्वाको पहिलो सन्तानकै कुरा गरौँ, कैन र हाबिल। नयाँ जीवन र आशा ल्याउनुको सट्टा उनीहरूको कथा त हत्या र रगतबाट सुरु हुन्छ। एकदम। त्यसपछि शेतको जन्म भयो र आशा फेरि अलि पलायो। तर उत्पत्तिको पानाहरू पल्टाउँदै जाँदा हामी देख्छौं कि यो प्रतिज्ञा बोक्ने वंशावली भरि नै कति धेरै खराबी र असफलताहरू छन्। जलप्रलयबाट बचेका, जसलाई नयाँ सुरुवात मानिएको थियो, ती नोआले रक्सीको नशामा लज्जास्पद काम गरे। त्यो निकै दुःख लाग्दो घटना थियो। अब्राहम र साराको कुरा गर्दा त, जसलाई विश्वासका पिता भनिन्छ, साराले परमेश्वरको प्रतिज्ञामा शङ्का गरिन् र अब्राहमले आफ्नो ज्यान जोगाउन आफ्नै श्रीमतीलाई अरू नै राजालाई सुम्पिए। यो त अकल्पनीय छ त। त्यति मात्र कहाँ हो र?
इसाकले परमेश्वरको इच्छा विपरीत जेठो छोरालाई मात्र आशिष दिन खोजे, परिवारभित्रै पक्षपात गरे। याकुब, जसको नाम नै छली वा पैताला समात्ने भन्ने थियो, उसले आफ्नो पुरै जीवन निरन्तर छल र झुटको सहारा लियो। हो त नि, दाजुको अधिकार ठग्यो। दाजुलाई ठग्यो, बुवालाई झुक्क्यायो र उत्पत्तिको अन्त्यसम्म पुग्दा योसेफको परिवार पूर्ण रूपमा टोटेको। दाजुभाइ बीचको दुश्मनी, ईर्ष्या र मृत्युले भरिएको थियो। दाजुभाइले नै भाइलाई खाल्डोमा हालेर बेचे। मलाई त यो सुन्न कस्तो लाग्छ भने यो त यस्तो रिले दौड जस्तो छ जहाँ हरेक धावक कि त गलत दिशामा दौडिरहेको छ कि त आफ्नै खुट्टामा अल्झिएर लडिरहेको छ। धावकहरू आफै लङ्गडा छन्, आँखा नदेख्ने जस्ता छन्, तर पनि अचम्मको कुरा के छ भने त्यो ब्याटन निरन्तर अगाडि बढिरहेकै छ। हाँसौदो 15 एकदम यथार्थ कुरा। कसरी सम्भव भयो यो? यी मानिसहरूको योग्यता वा पवित्रताले त पक्कै होइन। त्यो रिले दौडको उपमा एकदमै सटिक छ। प्राचीन निकट पूर्वका अन्य साहित्यहरू वा राजाहरूका वंशावलीहरू हेर्ने हो भने ती सबै प्रोपागेन्डा जस्ता हुन्थे। आफ्ना पुर्खाहरूलाई देवता जस्तै महान, कहिले गल्ती नगर्ने र सिद्ध देखाउने चलन थियो। आफ्नो इतिहास राम्रो देखाउन। तर उत्पत्तिको लेखकले जाने यी लज्जास्पद र फोहोरी सत्यहरूलाई किन लुकाएनन् त? किनकि यो कथा मानिस कति महान छ भन्ने बारेमा हुँदै होइन, यो त परमेश्वर कति विश्वासयोग्य हुनुहुन्छ भन्ने बारेमा पो हो त। त्यसैले पो ब्याटन अगाडि बढ्नुको कारण धावकहरूको क्षमता थिएन। परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। उहाँले ती मानिसहरूको राम्रो काम देखेर वा बाध्यताले होइन, तर उहाँले अनुग्रही प्रतिज्ञा गर्नुभएको कारणले हो। वाउ, यो त साँच्चै शक्तिशाली कुरा हो। मानिसको चरम असफलता र खराबीको बीचमा पनि परमेश्वरको अटुट अनुग्रह निरन्तर बगिरहन्छ भन्ने कुरा यो वंशावलीले प्रमाणित गर्छ। एकदमै। तर यो अचम्मको रिले दौडले एउटा ठूलो प्रश्न खडा गर्छ नि। यदि मानव जाति आफैले यो ब्याटन कहिले गन्तव्यमा पुर्याउन सक्दैनथ्यो, यदि हरेक धावक लडिरहेको थियो भने यो दौड कसले पूरा गर्यो त? यही नै मुख्य प्रश्न हो। यहीँनेर त्यो पुरानो एदेनको बगैँचाको कथाले एउटा नयाँ मोड लिन्छ र यो प्राचीन कथा कसरी आजको नयाँ नियमको सुसमाचारसँग जोडिन्छ भन्ने कुरा आउँछ, होइन त? हो, यदि हामीले यसलाई बृहत् चित्रसँग जोड्यौं भने हामी स्पष्ट देख्छौं कि उत्पत्तिको त्यो प्रतिज्ञा गरिएको नयाँ सन्तान जसले दौड पूरा गर्यो, उहाँ यीशु ख्रीष्ट हुनुहुन्छ। हामीले अघि नै बगैँचा र रुखको कुरा गर्यौं नि। हजुर। आदम र हव्वाले एदेनको बगैँचामा एउटा रुखबाट केही लिएर जीवन कमाउन खोजे, परमेश्वरको बराबरी हुन खोजे, तर परिणामस्वरूप उनीहरूले संसारमा मृत्यु ल्याए। यसको ठीक विपरीत येशूले एउटा रुख अर्थात् क्रुसमा आफ्नो जीवन दिएर त्यो मृत्युलाई आफ्नो काँधमा लिनुभयो। आहा, एउटा रुखले मृत्यु ल्यायो र अर्को रुखले जीवन। पहिलो आदमले रुखबाट फल चोरेर जीवनको स्रोत गुमायो, तर दोस्रो आदम अर्थात् येशूले क्रुसको रुखमा आफ्नो जीवन स्वेच्छाले सुम्पिनुभयो। ठ्याक्कै। अनि येशूले आदमले जस्तो पाप नगर्नु भएकोले मृत्यु र चिहानले उहाँलाई रोकेर राख्न सकेन। मृत्युलाई जितेर उहाँले सबै राष्ट्रहरूलाई त्यो पुरानो श्रापबाट उम्कने बाटो खोल्नुभयो। उहाँले हामीलाई फेरि त्यो भत्किएको मन्दिर अर्थात् परमेश्वरको उपस्थितिमा फर्कने बाटो तयार गरिदिनुभयो नि त। यो विजयको कथा हो। आदमको विफलतालाई ख्रीष्टको सफलताले पूर्ण रूपमा मेटाइदिएको छ। पुरानो आदमले हामीलाई जीवनको स्रोतबाट अलग गरायो, तर नयाँ आदम अर्थात् येशू ख्रीष्टले हामीलाई फेरि त्यही स्रोतसँग जोड्नुभयो। क्या गहिरो कुरा। मृत्युले आफूले जितेको ठान्यो, तर ख्रीष्टले मृत्युलाई त्यसकै खेलमा हराइदिनुभयो। जुन साधन मानिसलाई सिद्ध्याउन ल्याइएको थियो, ख्रीष्टले त्यही साधन प्रयोग गरेर मृत्युलाई नै सिद्ध्याइदिनुभयो। त्यसो भए यसको अर्थ के हो त? हजारौं वर्ष पुरानो यो प्राचीन पाठ, यो मन्दिर, यो रिले दौड र उद्धारको यो विशाल चित्रले आजको आधुनिक समयमा बाँचिरहेका मानिसहरूलाई के सन्देश दिन्छ त? हामीले यसलाई कसरी बुझ्ने र आफ्नो व्यावहारिक जीवनमा उतार्ने? यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने उत्पत्तिको पुस्तकले हामीलाई सिकाउँछ कि परमेश्वरले हामीले सृजना गरेको सबै खराबी, हाम्रा असफलताहरू र हाम्रा टुटेका अवस्थाहरूलाई लिएर असल कुरामा परिणत गर्न सक्नुहुन्छ। हामीले योसेफको कथामा पनि यही देख्यौं। हो नि, मानिसले खराबीको लागि चिताएको कुरालाई परमेश्वरले भलाइमा बदल्न सक्नुहुन्छ।
क्रिस्चियन मिसन र चेलापनको आधार नै यही हो। यसलाई अझै प्रष्टसँग बुझ्न मन लाग्यो। यो मिसन र चेलापन भनेको प्राचीन बगैँचाको मिसनसँग कसरी जोडिन्छ त? जसरी सृष्टिको सुरुमा आदम र हव्वालाई त्यो एदेनको बगैँचा रूपी मन्दिर विस्तार गर्ने जिम्मा दिएको थियो नि, आज चेलापन भनेको त्यही टुटेको संसारलाई परमेश्वरको अनुग्रहद्वारा पुनर्निर्माण गर्नु हो। ए, भनेपछि मिसन एउटै हो। हो, हामी फेरि त्यही मिसनमा छौं। हाम्रो काम भनेको आफ्नै शक्तिले पूर्णता ल्याउनु होइन, तर त्यो महान आर्किटेक्टको योजनामा सामेल भएर उहाँको स्वरूपलाई यो संसारमा झल्काउनु हो। हामीले पनि आज आफ्नो वरपरको अन्धकार, निराशा र मृत्युलाई चिर्दै जीवन, आशा र उज्यालो फैलाउने काम गर्नुपर्छ। जहाँ जहाँ टुटेका सम्बन्धहरू छन् त्यहाँ बगैँचाको शान्ति लिएर जाने। एकदम सही, त्यही नै वास्तविक चेलापन हो। क्या गजबको कुरा! हामीले आजको यस गहिरो अध्ययनमा साँच्चै नै एउटा अद्भुत यात्रा तय गर्यौं। हामीले हेर्यौं कि कसरी सृष्टिको सुरुवातमै येशूले त्यो भौतिक मञ्च तयार पार्नुभयो। हामीले बुझ्यौं कि बगैँचा केवल बगैँचा थिएन, त्यो त एउटा मन्दिर थियो, र मानिसको पतन केवल एउटा फल खानुमा मात्र सीमित थिएन, यो त आफ्नै ईश्वर बन्ने भ्रम र जीवनको स्रोतबाटै अलग हुनु पो थियो त। हो नि, हामीले त्यो लङ्गडा धावकहरूको त्रुटिपूर्ण वंशावलीलाई हेर्यौं, जसमा मानिसको खराबीका बावजुद परमेश्वरको निरन्तर र अनुग्रही योजना अघि बढिरह्यो। र अन्ततः हामीले देख्यौं कि कसरी एदेनको बगैँचाको त्यो रुखबाट सुरु भएको कथा क्रुसको रुखमै पुगेर एउटा महान उद्धारमा टुङ्ग्यो। साँच्चै भन्नुपर्दा यो कथाले मानिसलाई कहिल्यै निराश हुन दिँदैन। मानिसको इतिहास जतिसुकै भद्रघोल किन नहोस्, परमेश्वरले त्यसलाई सुधार्ने प्रतिज्ञा सुरुवातमै गर्नुभएको थियो भन्ने तथ्यले गहिरो शान्ति र आशा दिन्छ। पक्कै पनि दिन्छ। आजको यो गहिरो अध्ययनको यात्रा हामी यही टुङ्ग्याउँछौं। तर बिदा हुनुअघि म एउटा विचार छोडेर जान चाहन्छु। सोच्नुस् त, हामीले थाहा पायौं कि सृष्टिको सुरुवातमै परमेश्वरले त्यो रुखको बिउ रोप्नुभयो जुन पछि उहाँकै लागि क्रुस बन्नेवाला थियो। उहाँलाई थाहा थियो कि त्यो रुखले उहाँलाई कति पीडा दिनेछ। यदि परमेश्वर मानव जातिको उद्धारको लागि आफ्नो सबैभन्दा ठूलो पीडाको साधन आफै तयार गर्न तयार हुनुहुन्थ्यो भने आज हाम्रो जीवनमा उम्रिरहेका कष्टदायक रुखहरू, हाम्रा गल्तीहरू र चुनौतीहरूभित्र परमेश्वरले कुन सुन्दर छुटकाराको योजना लुकाएर राख्नु भएको होला। यस प्रश्नमाथि विचार गर्दै गर्नुहोला। अर्को पटक फेरि नयाँ स्रोत र अर्को गहिरो अध्ययन लिएर आउनेछौं।